नमस्कार। क्यामेराबाट लोकमान चन्द्रसँगै म कार्यक्रम सञ्चालक नवीन डिसीको यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम मध्यपहाड बहसमा। कार्यक्रम मध्यपहाड बहस तपाईँ रेडियो मध्यपहाड 88.2 मेगाहर्जबाट बेलुकी 6:30 बाट करिब 7 बजेसम्म तपाईँ सुन्न सक्नुहुन्छ भने मध्यपहाड टिभी युट्युब च्यानल त्यसैगरी रेडियो मध्यपहाडको प्रत्यक्ष फेसबुकबाट कार्यक्रम मध्यपहाड बहस तपाईँ सुन्न र हेर्न सक्नुहुन्छ। कार्यक्रम मध्यपहाड बहसमा हामी विभिन्न पालिकामा भएका गतिविधिको बारेमा कुराकानी गर्ने गर्दछौँ। कहिले राजनीतिक विषयमा, कहिले पालिकामा भएका विभिन्न गतिविधिको बारेमा हामी कुराकानी गर्ने गर्दछौँ। आज हामी कुराकानी गर्न गइरहेका छौँ तपाईहरुमाझ विशेष गरी समग्र कुमा गाउँपालिका 2 को गतिविधिको बारेमा। कस्ता खालका गतिविधिहरू भइरहेका छन् कुमा गाउँपालिका 2 मा, त्यहाँको शिक्षाको अवस्था के छ, त्यहाँको स्वास्थ्यको अवस्था के छ, त्यहाँका जनताहरूले कतिको सेवा सुविधा पाइरहेका छन् त, कि कुमा गाउँपालिका 2 का जनप्रतिनिधिहरूले भोट माग्न जाँदै गर्दा जनपत्रमा लेखेका कामहरू कतिको पूरा भएका छन् त, कतिको पूरा हुन बाँकी छन् त, यी विषयमा, यी समग्र विषयमा आज हामीसँग कुरा गर्नको लागि हुनुहुन्छ कुमा गाउँपालिका 2 का वडा अध्यक्ष तथा नेपाली कांग्रेस कुमा गाउँपालिका सभापति ईश्वरी साई यति बेला हामीसँग हुनुहुन्छ। म उहाँलाई सर्वप्रथम कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई कार्यक्रम मध्यपहाड बहसमा। धन्यवाद। विशेष गरी हामी सुरुमा जाउँ कि हजुरको राजनीतिक यात्रा कहिलेबाट सुरु भएको थियो? जसरी आज एउटा वडा अध्यक्षको पदमा कुमा गाउँपालिका 2 का जनताहरूलाई सेवा सुविधा दिइरहनु भएको छ, हजुरको राजनीतिक यात्रा कहिलेबाट सुरु भएको थियो? विशेष गरी मेरो राजनीतिक यात्रा 2064 सालतिरबाट चाहिँ मैले विद्यार्थीको राजनीति सुरु गरेर हजुर त्यसपछि क्याम्पसहरू कलेजहरू हुँदै अनि म पार्टीमा यो नेपाली कांग्रेसको 14औं अधिवेशनदेखि चाहिँ म नेपाली कांग्रेसको चाहिँ पार्टीको एउटा जिम्मेवार पदमा रहेर अहिले राजनीति गरिरहेको। अहिले जस्तो वडा अध्यक्ष पदमा काम गर्नु भएको छ, कुमा गाउँपालिका वडा नम्बर 2 लाई समृद्ध विकास बनाउनको निमित्त अहिले पछिल्लो समय कसरी काम गर्नु भएको छ? अहिले पछिल्लो चरणमा कुमा गाउँपालिका वार्ड नम्बर 2 मा चाहिँ खासमा त्यहाँको जनताको चाहिँ त्यहाँ पब्लिकहरूको चाहिँ आवश्यकताको आधारमा हामीले विशेष गरेर चाहिँ शिक्षा, स्वास्थ्य अनि यातायात पूर्वाधारलाई चाहिँ विशेष जोड दिएका छौँ र हामीले चाहिँ विद्युतको लागि पनि चाहिँ विद्युतमा पनि त्यही खालको चाहिँ काम गरिरहेका छौँ। म निर्वाचित हुँदाको दिनसम्म चाहिँ कुमा गाउँपालिका वार्ड नम्बर 2 मा चाहिँ एक घरमा पनि बत्ती बलेको थिएन। कुमा गाउँपालिका वार्ड नम्बर 2 मा चाहिँ म निर्वाचित भएको 3 महिना भित्रमा सिंचाई ऊर्जा विकास कार्य सल्यानमा मैले चाहिँ समन्वय गरेर कुमा गाउँपालिकाको 3 वटा टोलमा नेटा बजार, कैनकाटा, काप्रातिर चाहिँ मैले 3 महिनाभित्रमा बत्ती बालेको थिएँ। अहिले चाहिँ त्यो काम पनि विद्युतको काम भइरहेको छ, तर प्राविधिक कारणले चाहिँ अलिकति अहिले रोकिएको छ, पुनः विद्युतीकरण पनि हुँदैछ। जस्तो विद्युतको कुरा गर्नुभयो, तपाईको कार्यकाल हुँदासम्म चाहिँ तब अहिले चाहिँ विद्युत जस्तो कुमा गाउँपालिका 2 को प्रत्येक गाउँ टोलमा पुगेको छ कि पुग्ने क्रममा छ? पुग्ने क्रममा छ, सबै ठाउँमा पुगेको छैन। भनेपछि तपाईको कार्यकाल हुँदासम्म विद्युतलाई चाहिँ यहाँले पुरा गर्नुहुन्छ? पुरा हुन्छ। एउटा विद्युत। अनि यातायातको अवस्था के छ? त्यहाँको बाटोको अवस्था होला, के छ त्यहाँको यातायातको अवस्था कुमा गाउँपालिका 2 विशेष गरी? 2 को अब हाम्रो यो थारमारे चौरजारी सडक खण्ड अन्तर्गतको चाहिँ यो मुख्य बाटोमा पनि 2 नम्बरलाई छोडेर जान्छ अनि सल्ली बजारबाट सल्ली चौरजारी सडक पनि अहिले चाहिँ कालोपत्रीको काम भइरहेको छ र अन्य ग्रामीण सडकहरू प्रत्येक टोलहरूमा पुग्ने काम भइरहेको छ। अन्य टोलहरूमा सबै ठाउँ पुगेका छन्। अब ती टोलहरूमा पुगेका बाटोहरूलाई चाहिँ अब 12 महिना चल्ने गरी चाहिँ स्तर उन्नति गर्न बाँकी छ। केही बाटोहरू चाहिँ भइसकेका छन्, 12 महिना चल्छन् र केही चाहिँ अलिकति बर्सातको समयमा चाहिँ गाडी मोटरहरू चल्न अलिकति मुस्किल पर्ने खालको छ। अहिले बर्खाको समय त त्यो समस्या नै हुने भइहाल्यो। यातायातको लागि पनि यहाँले जे उस्तो यो कार्यक्रम रहँदासम्म त्यहाँको बाटो चाहिँ जनताले राम्रो हिँड्ने बाटो चाहिँ बनाउन सक्नुहुन्छ। अनि खानेपानीको अवस्था के छ त तपाईको? खानेपानीको अवस्था चाहिँ मेरो वडामा केही टोलहरूमा चाहिँ अलिकति मुस्किल पनि छ। खानेपानीको स्रोतहरू नै नभएर चाहिँ बस्तीहरू अलि माथि भएको, खानेपानीको मुहानहरू अलिक तल भएको हुँदा हाम्रो चाहिँ अहिले चाहिँ एसियन विकास बैङ्कको सहयोगमा चाहिँ जुन हाम्रो पहिला 36 सालमा निर्माण भएको चाहिँ गुरदासीबाट सुइकोटलाई जाने खानेपानीको मुहानमा अहिले चाहिँ एडिबी अन्तर्गतबाट त्यो बजेट विनियोजन भएको छ। त्यो अन्तर्गतबाट पुग्यो भने हामी 250 घर दूरीलाई चाहिँ एक गरी एक खानेपानी धारा पुग्छ र अन्य ठाउँहरूमा चाहिँ अहिले भर्खर चाहिँ हाम्रो यो कुमा गाउँपालिकाको खारखोला तल्लो बेल्टको चाहिँ बस्तीहरूको लागि पनि सिस्नेकोट खानेपानीको आयोजना सुचारू हुँदैछ र नारायणटापुरमा पनि भइसकेको छ। सबै घर घरमा अब हामी चाहिँ निर्वाचित भएको 5 वर्ष भित्रमा एक घर एक खानेपानी धारा चाहिँ सम्पन्न गर्ने लक्ष्य चाहिँ मेरो छ। हजुर, तपाईको लक्ष्य तपाईको जुन तपाईको कार्यकाल नहुँदासम्म कुमाका 2 का जनताहरूले पानी चाहिँ खानुहुन्छ। अहिले कस्तो बोक्नुपर्ने समस्या छ? टाढा त्यति टाढैबाट बोक्नुपर्ने अवस्था त छैन, तर भनेको जति चाहिँ 2 घण्टा आउनुपर्ने खानेपानी चाहिँ कहिलेकाहीँ चाहिँ 1 घण्टा आउने, कहिले चाहिँ बिचैमा बिग्रिएर चाहिँ पाइप फुटेर त्यो खालको अवस्था छ र प्रत्येक घर घरमा धारा नभएर टोलमा चाहिँ मिलाएर चाहिँ धाराहरू बनेका छन्। मुहानहरू नजिकै भएकोले चाहिँ कुवाको पानी खाने पनि गर्नु भएको छ। त उहाँ सबैलाई चाहिँ त्यसरी चाहिँ
भोलिका दिनमा गाग्री बोकेर पँध्यारसम्म चाहिँ जानु नपरोस् भन्ने खालको उद्देश्यले चाहिँ हामी चाहिँ प्रत्येक घरमा एक एक घरमा चाहिँ खानेपानी धार निर्माण गर्ने उद्देश्यमा लागेका छौँ। यो त भयो खानेपानी। अनि स्वास्थ्यको अवस्था के छ? कतैतिरको वडामा जस्तो अलिकति टाढा टाढा धाउनु पर्ने बिराम परेको बेला तपाईँले वडामै बनाउनु भएको छ स्वास्थ्य कार्यालय छ कि के छ? बनाउने प्रक्रियामा हुनुहुन्छ? वडामै छ। हाम्रो वडाको चाहिँ अलिकति दुर्गम बस्ती भनेको डाँडाकटेरी थियो, त्यहाँ पनि स्वास्थ्य इकाइ छ त्यहाँ डाँडाकटेरीमा पनि। र हाम्रो वडामा चाहिँ हामी आइसकेपछि स्वास्थ्य इकाइ चाहिँ पहिले स्थापना भइसकेको, त्यहाँबाट स्वास्थ्य सेवा सुचारू थियो। तर हामी निर्वाचित भएर आइसकेपछि त्यही चाहिँ प्रसुति गृहको लागि चाहिँ बर्थिङ सेन्टरको स्थापना पनि गरियो हाम्रो वडामा चाहिँ। अहिले चाहिँ बनगाडको पिण्डीको केही भाग, त्यसपछि तपाईँको चाहिँ 3 नम्बर वडाको पनि माथिल्लो भाग र 2 नम्बरकोले चाहिँ सेवा लिइराख्नु भएको छ। अहिले बर्थिङ सेन्टर पनि सञ्चालनमा छ। स्वास्थ्य क्षेत्रमा पनि हाम्रो चाहिँ गाउँघर क्लिनिकहरू पनि ठाउँ ठाउँमा स्थापना गरिएको छ। घर घरमा गाउँ गाउँमै गएर चाहिँ टोटलमा गएर चाहिँ बालबालिकालाई खोप लगाउने कामहरू पनि भइराखेका छन्। भनेपछि स्वास्थ्यको लागि पनि राम्रै छ तपाईँको वडामा। अनि यो विशेष गरी कृषि कतिको उब्जनी हुन्छ तपाईँको वडामा? कृषि क्षेत्रलाई अझ अगाडि बढाउन कस्ता खालका योजनाहरू बनाउनु भएको छ? थप हौसला दिनको निमित्त के पुरस्कृत हुने कुराहरू होलान्? कृषकलाई अझ अगाडि बढाउनको निमित्त के छ कुमाग 2 मा कृषिको अवस्था के छ? विशेष गरी अझ अगाडि बढाउनु अवस्था भन्नुपर्दा हाम्रो 2 नम्बर वडामा यो खेतमा धान र गहुँ फलाउने गरिन्छ। हजुर। र पाखोमा पनि हाम्रो धान लगाइन्छ, मकै लगाइन्छ, कोदो लगाइन्छ, सबै कुराहरू हुन्छ। हाम्रो चाहिँ 2 नम्बर वडामा कृषिको लागि पनि राम्रो छ, एकदम उत्तम छ। जस्तो हजुरको जडीबुटी फलफुलको लागि पनि सन्तोला, टिमुर, कागतीहरू, अमिलाहरू पनि त्यो उत्पादन गर्न सकिन्छ। अनि त्यसपछि अहिले चाहिँ पछिल्लो चरणमा अन्यत्र चाहिँ लोप हुँदै गइसके पनि हाम्रो वडामा चाहिँ पाखोमा गहुँ र पाखोमा कोदो र यो अहिले बर्सातको समयमा कोदो र धानहरू, पाखे धानहरू लगाउने गरिन्छ, त्यो पनि छ। र कृषकहरूलाई चाहिँ प्रोत्साहनको लागि चाहिँ हामीले सबैभन्दा अलिकति समस्याको विषय के छ भने जङ्गल अलिकति बढिसकेपछि जङ्गली जनावरहरूको आतंक बढेको छ। जङ्गली जनावरको आतंकको कारणले गर्दा अलिकति बस्ती भइराखेको छ। माथिबाट गाउँमा भएका बस्तीहरू झर्दै बेसीतिर गइराखेका र अलिकति समस्या भनेको बसाइसराईको समस्या छ। अब यहाँ चाहिँ पहाडमा जङ्गली जनावरहरूको अतिक्रमणले गर्दाखेरि अलिकति उत्पादन दुःख धेरै गर्ने र भित्रिउने बेलामा चाहिँ जङ्गली जनावरहरूले नष्ट गर्ने भएको हुँदा त्यसलाई रोकथामको लागि चाहिँ योभन्दा अगाडि चाहिँ हामीले बाँदर नियन्त्रण गर्ने बाँदर धपाउने यन्त्रहरू पनि वडाबाट वितरण गरेका थियौँ टोलहरूमा। र त्यति खासै प्रभावकारी भएन। पहिला पहिला प्रभावकारी भयो, पछि भएन। त्यही जङ्गली जनावरकै कारणले गर्दा अलिकति आतंक बढेको छ। उत्पादनको क्षेत्रमा राम्रो छ। सिँचाइ कुलाहरू चाहिँ सबै खेतहरूमा चाहिँ खेतीयोग्य जमिनहरूमा सिँचाइ कुलाहरू निर्माण गरिएको छ। त्यो खालको व्यवस्थापन गरिराखेका छौँ। भनेपछि कृषि क्षेत्रलाई पनि जेहोस् अगाडि बढाइरहनु भएको छ। अनि पशुपालनको के छ अवस्था? पशुपालन बाख्रा पालन सम्बन्धी तालिमहरू दिने हुन्छ नि त। अलिकति यो पशुपालन कतिको पाल्नुहुन्छ उहाँहरूले, जनताहरूले के बुझ्नु भएको छ? अहिले व्यावसायिक रूपमा केही व्यक्तिहरूले चाहिँ पशुपालन र तरकारी खेतीहरू गरिराख्नु भएको छ। नत्र प्रत्येक घरमा चाहिँ आफूलाई चाहिने जतिको चाहिँ 2-4वटा बाख्राहरू, 1-2वटा भैँसीहरू पाल्नुहुन्थ्यो। अहिले चाहिँ अलिकति चाहिँ घटेको छ। अहिले चाहिँ जुन यो पशुपालनको लागि चाहिँ पहिला जतिको चाहिँ उत्सुकता थियो त्यति चाहिँ उत्सुकता भएको छैन। उहाँहरू चाहिँ अहिले चाहिँ के मात्रै भइदियोबाट एउटा सरकारले चाहिँ हामीलाई अनुदान दिइदिए हुन्थ्यो भन्ने खालको मात्रै आश भएर पनि त्यो खालको बिग्रिएको छ। त्यो अनुदानकै भरमा पर्ने भएर पनि पशुपालनको क्षेत्रमा पनि नत्र भने राम्रो ठाउँ हो छ। अहिले चाहिँ पशुपालनको लागि जो आफ्नो मेरो वडामा मासु जन्ने, कुखुरा जन्ने, त्यसपछि अन्डा जन्ने त्यस्तो वस्तुहरू बाहिरबाट सम्भावना देख्नुहुन्छ पशुपालनमा? आयात गर्नुभन्दा निर्यात गर्न सक्ने सम्भावना भएको वडा हो। विशेष गरी यहाँ पशुपालनको लागि चाहिँ यहाँले सम्भावना देखिरहनु भएको छ। विशेष गरी तपाईँको वडामा अब जुन अलिकति हामी फरक मोडतिर जाउँ, कला संस्कृति हुन्छन्, पुरानो कला संस्कृति, यसलाई जगेर्ना गर्नको निमित्त कस्ता योजना गर्नुभएको छ तपाईँले? अहिले लोप हुँदै गइरहेका छन् धेरै ठाउँमा। लोप हुँदै गइराखेका कला संस्कृतिको विषयमा चाहिँ हामीले विभिन्न क्लबहरूलाई आज नै हाम्रो चाहिँ यो महिला तथा युवाहरूलाई पञ्चेबाजा तालिम कार्यक्रमको उद्घाटन छ मेरो वडामा। अहिले नै अब यहाँबाट गएर चाहिँ उद्घाटन गर्नु छ। मैले चाहिँ सिन्धुली कलाकारबाट चाहिँ विशेषज्ञ टोलीहरू बोलाएर युवा तथा महिलाहरूलाई चाहिँ महिला समूहहरूलाई चाहिँ पञ्चेबाजा तालिम आजदेखि नै सुरु हुँदैछ। त्यसरी चाहिँ विभिन्न किसिमका चाहिँ लहरे पैसेरी नाचहरूको लागि पनि त्यो खालको तालिम दिने भनेर चाहिँ त्यो योजना बनाएका छौँ। हामीले चाहिँ प्रत्येक वर्ष त्यस्ता खालका चाहिँ लोप हुँदै गएका कलाहरूलाई चाहिँ संरक्षण गर्नको लागि प्रोत्साहन गरिराखेका छौँ हामीले। पुरानो कला संस्कृतिलाई जोगाइरहनु भएको छ। आज यिनी लोप हुनुहुन्न, पछाडिका पुस्ताले अलिकति पछिल्लो समय बिर्सिने हो कि भन्ने छ र बिर्सिन नदिनको निमित्त अगाडि बढिरहनु भएको छ। आज पनि कार्यक्रम त्यही विशेष सम्बन्धी कार्यक्रम छ भन्नुभयो। र शिक्षाको अवस्था के छ? हामी शिक्षा क्षेत्र पनि जाउँ न कुमाग 2 मा। शिक्षा क्षेत्रमा अहिले चाहिँ मेरै वडाको नारायण मावि चाहिँ देशकै
एसईको नतिजाको हिसाबमा चाहिँ देशकै तेस्रो स्थान हासिल गरेको थियो मेरो एउटाको नारायण माविले र विद्यालयहरूमा पनि पठन पाठन पनि राम्रो छ खासै त्यति नाजुक अवस्थामा छैन एउटा समस्या मुख्य कुरा चाहिँ समस्या के भइदियो भने मैले अगाडि पनि भने हजुरलाई यो बसाइसराईको कारणले गर्दा विद्यालयहरूमा विद्यार्थीहरूको संख्या घट्दो क्रममा छ एकदम त्यस्तो पहिला चाहिँ विद्यार्थीहरूले चाहिँ विद्यालय छोड्ने क्रम बढ्थ्यो भने अहिले त्यस्तो नभएर बसाइसराई गरेर चाहिँ अलिकति सहरतिर छिर्ने तराईतिर छिर्ने भएको कारणले गर्दा विद्यालयहरूमा तल्लो क्लासमा चाहिँ अलिक विद्यार्थीहरूको संख्या चाहिँ घटेको छ बसाइसराई सर्नुको कारण के बुझ्नुहुन्छ यहाँले यसो बुझ्दै गर्दा चाहिँ अलिकति धेरैजनाले बसाइसराई गर्दा यो कारण के कारणले चाहिँ उहाँहरूले त्यो ठाउँ नरुचाउनु भएको होला जस्तो लाग्छ सबैभन्दा गरिबी र बेरोजगारी नै हो अब गरिबी र बेरोजगारीकै कारणले गर्दा बसाइसराई गरेर जानु भएको छ जस्तो अब श्रीमानहरू चाहिँ प्रदेशमा हुनुहुन्छ श्रीमतीहरू यहाँ बस्नुहुन्छ यहाँ बसिसकेपछि गाउँघरमा बसेर खेतीपाती गर्दाखेरि पनि यो जङ्गली जनावरहरूले चाहिँ त्यो खेतीपाती पनि नष्ट गरिहाल्ने त्यति पूर्ण रूपमा जति लाभ लिनु पर्थ्यो त्यति लिन नसकिने त्यो भएको कारणले गर्दा अब अलिकति बाहिरै बसेर बच्चा बच्चीलाई पनि राम्रो शिक्षा दिने र उतै बसेर चाहिँ अलिकति बच्चा बच्चीको भविष्य निर्माण गर्न सकिन्छ कि भन्ने उद्देश्यले चाहिँ उहाँहरू चाहिँ त्यसरी चाहिँ बसाइसक्नु भएको छ बसाइसराई यसलाई रोक्नको निमित्त के त्यस्ता योजनाहरू बनाउनु भएको छैन रोक्नको लागि हामीले चाहिँ रोजगारका विभिन्न कार्यक्रमहरू ल्याउने प्रयास गरिराखेका छौँ अनि त्यसपछि अब यहाँ भएकोले पनि अलिकति सरकारी विद्यालय भन्दा पनि निजी विद्यालयहरूको आकर्षणले गर्दाखेरि अलिकति सहर केन्द्रित भयो देखासेकीमै निजी विद्यालय एकले गर्दा चाहिँ देखासेकी नै भयो रोक्ने प्रयास गरिरहनु भएको छ गरिराखेका छौँ आजसम्म यहाँले काम गर्दै गर्दा करिब 3 वर्ष भइहाल्यो टुकुमा गाउँपालिका वडा नम्बर 2 मा काम गर्दै गर्दा जनताहरूबाट प्रतिक्रिया चाहिँ कस्तो पाइरहनु भएको छ कतिको साथ दिनुहुन्छ तपाईँलाई काममा राम्रै सहयोग पाइएको छ अब केही व्यक्तिहरूबाट चाहिँ अब अलिक बढी आकांक्षा भएका व्यक्तिहरूले चाहिँ अब विरोध गर्ने स्वाभाविक नै हो काम गर्दै जाँदा विरोध हुन्छ तर त्यसरी चाहिँ त्यति नकारात्मक रूपमा चाहिँ प्रतिक्रिया आएको चाहिँ देखिँदैन सकेसम्म चाहिँ नेपाल सरकारबाट पाइने अनुदानको आधारमा चाहिँ जति हुनुपर्ने विकास हो त्यो चाहिँ हामीले गरेकै छौँ र त्यो अनुसारको चाहिँ प्रतिफल आएकै छ त्यो प्रतिफल बमोजिम मेरो जनताहरूले चाहिँ मलाई दिने चाहिँ खालको चाहिँ सहयोग चाहिँ मैले पाएकै छु जोस जनताले साथ दिइरहनु भएको छ एकदम काम गर्न सजिलो भइरहेको छ तपाईँलाई त्यस्तो गाह्रो भइरहेको छैन अनि तपाईँसँग काम गर्ने जुन जनप्रतिनिधि हुनुहुन्छ तपाईँको वडामा सदस्यहरू उहाँले कतिको साथ दिनुहुन्छ तपाईँहरूलाई उहाँहरू पनि साथ दिनुहुन्छ उहाँहरू पनि 24 घण्टा चाहिँ उहाँहरूलाई चाहिँ यस्तो ठाउँमा यस्तो योजना हेरेर आउनुहोस् या यस्तो ठाउँमा यो खालको योजनाको आवश्यक पर्न सक्छ त्यहाँ गएर बुझ्नुहोस् भन्दाखेरि उहाँ पुगेर उहाँले त्यो खालको कामहरू गर्नु भएको छ अनि विभिन्न किसिमको बालबालिका कार्यक्रमहरूदेखि लिएर युवाहरूको कार्यक्रममा पनि उहाँले सोध्नुहुन्छ म आज यता छु उहाँहरूले चाहिँ त्यो कार्यक्रम गरिराख्नु भएको छ उहाँले सहयोग गर्नु भएको छ मलाई जो सहयोग गरेर चाहिँ तपाईँलाई सजिलो भइरहेछ विशेष गरी आजको गाउँपालिका 2 लाई समृद्ध विकास बनाउनको निमित्त आम जनता लगायत त्यहाँका जनप्रतिनिधि तपाईँहरूको जुन सिङ्गो टिम छ चाहिँ कस्तो भूमिका रहनु पर्ला जस्तो लाग्छ यहाँले सबैभन्दा पहिला चाहिँ हाम्रो चेतनामा चाहिँ वृद्धि हुनुपर्छ हामीले जति हेर्छौँ हामीले हेर्दै जाँदाखेरि 100 मा चाहिँ 10% मात्रै चाहिँ मिस्टेक भएछ भने हामी त्यसको मात्रै पछि लाग्छौँ सबैभन्दा चाहिँ हामीले 90% चाहिँ हामीले सकारात्मक काम गर्यौं यो 90% काम भएको छ भन्नेतिर हामी कहिल्यै पनि लागेनौँ हामी चाहिँ अहिले चाहिँ एउटा विकृति चाहिँ सामाजिक सञ्जालले फैलाएको छ सामाजिक सञ्जालमा एउटा नराम्रो कुराको चाहिँ हेडलाइन आयो भने त्यही हेडलाइनकै पछि लागेर चाहिँ सबै कुराहरू नकारात्मकतिर गएको छ जस्तो युवाहरूमा पनि हामीले समाजको लागि के गर्नुपर्छ हामीले चाहिँ समाजलाई अगाडि बढाउनको लागि यतिसम्म हामीले युवाहरूले योगदान दिनुपर्छ है भन्ने खालको मानसिकता हुने ठाउँमा अहिले के भएको छ भने सरकारले हामीलाई के दियो त भन्ने मात्रै गर्नुहुन्छ अब सरकारले के दियो भन्दा पनि हामीले सरकारलाई र यो समाजलाई केसम्म दियौं के सहयोग गर्यौं यो समाज निर्माण गर्नको लागि चाहिँ हामी युवाहरूको पनि हात छ हामी चाहिँ सर्वसाधारणको पनि हात छ भन्ने खालको चाहिँ सबैभन्दा चेतनाबाट हामी माथि उठ्यौं भने समाज परिवर्तन गर्न गाह्रो छैन यहाँले युवाको कुरा पनि गर्नु र हजुर एउटा युवा नेता भएको नाताले पनि पछिल्लो समय अलिकति हामी अन्त्यतिर भन्छ युवा विदेशीकरण जारी छ यसलाई रोक्नको निमित्त के त्यस्ता योजनाहरू बनाउनु भएको छ रोक्न सकिन्छ जस्तो लाग्छ यहाँलाई युवाहरूलाई एउटा देशकै समस्या हो न त देशकै समस्या छ युवाहरूलाई रोक्नको लागि सबैभन्दा चाहिँ रोजगारको ग्यारेन्टी गर्नुपर्छ अब रोजगारको ग्यारेन्टी गर्दाखेरि चाहिँ जस्तो हाम्रो पालिकामा आएको वडामा आएको बजेटले नै हामी चाहिँ सम्पूर्ण युवाहरूलाई चाहिँ रोक्न सक्ने र रोजगारको ग्यारेन्टी गर्न सक्ने अवस्था आउँदैन अहिले त संघीय सरकार प्रदेश सरकारले त्यो खालको चाहिँ रणनीति ल्याएर नीति कार्यक्रममा चाहिँ समावेश गरेर युवाहरूलाई यो कार्यक्रम ल्यायौँ भने हामी युवाहरूलाई रोक्न सक्छौँ भन्ने हुन्छ तर अर्को कुरा के हुन्छ भने हामीले चाहिँ पालिका स्तरमा दिने भनेको रोजगार 15 देखि 20,000 सम्म मासिक रूपमा उसले कमाउन सक्ने हो त्यही युवा चाहिँ विदेश गयो भने उसले चाहिँ 40-50 हजार रुपैयाँ कमाउन सक्छु भन्ने उसको आश भएको कारणले गर्दा बरु 2-4 वर्ष दुःख गर्ने
बरु टन्न पैसा हुने ठाउँ जाने, यो सामान्य रोजगारीले चाहिँ हाम्रो परिवार पाल्न अलि मुस्किल पर्छ कि भविष्यमा भन्ने खालको एक खालको मानसिकता नै त्यो खालको भइसक्यो कि हाम्रो युवाहरूमा। त्यो भएर पनि विदेश पलायन हुने युवाहरूलाई रोक्न अलि मुस्किल छ र सबै युवाहरूलाई रोक्न सक्ने अवस्था चाहिँ स्थानीय सरकारको चाहिँ सम्भावना त्यति देखिँदैन। अहिले चाहिँ अलिकति गाह्रो नै छ, देशकै समस्या हो होइन। एकदमै पनि हामी अन्त्यतिर भन्छौँ। अन्तिममा हामीलाई के जानकारी दिनुहोस् भने कुमाक 2 मा आउने योजना कस्ता रहेका छन्, बजेटको अवस्था के छ र तपाईँको कार्यकाल रहँदासम्म के कुराको विकासमा चाहिँ यहाँले बढी जोड दिनुहुन्छ त आउने दिनमा? अहिलेको हाम्रो कार्यक्रममा 2 नम्बर वडाको हामीले चाहिँ जुन प्रत्येक टोलहरूमा पुग्ने बाटोहरू विस्तार गरेका छौँ, ती बाटोहरूलाई चाहिँ स्तरोन्नति गर्ने र खेतीयोग्य जमिनहरूमा सिँचाइ पर्याप्त मात्रामा सिँचाइहरू पुग्ने गरी चाहिँ सिँचाइ कुलाहरू बनाउने र विद्यालयहरूमा चाहिँ पठन पाठनको लागि सहज बन्नको लागि भौतिक संरचनाहरूदेखि लिएर चाहिँ विभिन्न किसिमका फर्निचरहरू निर्माण गर्ने र त्यसपछि बालबालिकालाई विद्यालयमा चाहिँ म पढ्न पर्छ है भन्ने खालको वातावरण सिर्जना गर्न सक्ने खालको र अन्य सर्वसाधारणलाई पनि हामी चाहिँ यहाँका नागरिक हौँ, हामी 2 नम्बरका हौँ भनेर चाहिँ 2 नम्बरको हौँ भनेर सबै ठाउँमा गर्व गर्न लायक चाहिँ नागरिक तयार पार्ने चाहिँ उद्देश्यसँग चाहिँ हामी लागेका छौँ। बजेटको अवस्था के छ अब आउने दिनमा? अलिकति यति पनि जानकारी दिन, किनकि अब धेरैले हामीलाई तपाईँको वडाबाट सायद फेसबुकबाट हेर्नु भएको छ, युट्युबबाट हेर्नु भएको छ, साथै रेडियो सुन्नु भएको छ, के छ अहिले पछिल्लो समय बजेटको अवस्था? बजेटको अवस्था त अब हाम्रो 10 गते नै अब नीति तथा कार्यक्रम आउने हो। नीति तथा कार्यक्रम आइसकेपछि अब मागको आधारमा चाहिँ जस्तो आवश्यकताको आधारमा, मागको भन्दा पनि आवश्यकताको आधारमा, मागको आधारमा गयो भने त्यो योजना खासै प्रभावकारी हुन सक्दैन, जसले चाहिँ प्रत्येक व्यक्तिका पनि माग हुन सक्छन्, तर आवश्यकताको आधारमा चाहिँ बजेट विनियोजन हुन्छ। अब यो 10 गते नीति तथा कार्यक्रम आयो भने नीति तथा कार्यक्रमले पनि सबैको चाहिँ समस्याहरू समाधान गर्छ। हस्, यहाँलाई समयका लागि धन्यवाद दिन चाहन्छु। के भन्न चाहनुहुन्छ अन्तिममा सम्पूर्ण दर्शकहरूलाई, यो सामुदायिक रेडियो मध्यपाट सुनेर बस्नुभएका सम्पूर्णहरूलाई चाहिँ हामी यो राजनीति गर्ने युवाहरूले यो समाज निर्माणको लागि र समाज रूपान्तरणको लागि लाग्नुपर्छ र हामीले न कि एउटा व्यक्तिगत स्वार्थमा लागेर चाहिँ हामीले एक कसैले चाहिँ अरू कसैको रेको कुरा सुनेर त्यसको पछि दौडेर हाम्रो समाज परिवर्तन गर्न सक्दैनौँ। हामीले समाज परिवर्तन गर्नको लागि मैले के पाएँ भन्दा पनि मैले समाजको लागि के योगदान दिएँ त, मैले समाजको लागि के गर्न सकेँ भन्ने खालको चाहिँ मानसिकता तयार पार्न र सबैभन्दा पहिला चाहिँ बढी चाहिँ सबैलाई चाहिँ अनुशासनको आवश्यकता पर्ने भएको हुँदा सबैले चाहिँ एकले अर्काको मर्यादा बुझ्दिने र अनुशासनमा रह्यौँ र आफ्नो कर्तव्य पुरा गर्यौँ भने समाज परिवर्तन हुन्छ भन्न चाहन्छु। हस्, धन्यवाद। हस् त आदरणीय श्रोता तथा दर्शकबिन, तपाईँलाई यो कार्यक्रम सुन्दै गर्दा अनि हेर्दै गर्दा कस्तो लाग्यो? कतिले देशबाट हेर्नुभयो, कतिले विदेशबाट हेर्नुभयो। तपाईँलाई मनमा लागेका सल्लाह सुझाव र प्रतिक्रियाको लागि हाम्रो स्टुडियोको मोबाइल नम्बर रहेको छ 98 40 13 94 85 मा तपाईँले सल्लाह सुझाव दिन सक्नुहुनेछ। कार्यक्रमलाई कमेन्ट गर्नुहोला, तपाईँका मनमा लागेका केही जिज्ञासा भए तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रमलाई शेयर गरेर पनि हजारौं लाखौं श्रोतामाझ पुर्याइदिनुहुन्छ भन्ने पूर्ण आशा अनि विश्वास यताबाट मनभरिसँग गरेका थियौँ। आज हामीले कुरा गरेका थियौँ कुमाक गाउँपालिका 2 का वडा अध्यक्ष युवा नेता आदरणीय ऐश्वरी साई तथा नेपाली कांग्रेस कुमाक गाउँपालिका सभापति पनि हुनुहुन्छ र कुमाक गाउँपालिका 2 लाई समृद्ध विकास बनाउनको निमित्त अगाडि बढिरहनु भएको छ र आफ्नो कार्यकाल रहँदासम्म चाहे विद्युतको कुरा होला, चाहे खानेपानी, शिक्षा क्षेत्रमा चाहिँ राम्रो प्रभावकारी बनाउँछु भनेर उहाँले चाहिँ भन्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यति बेरसम्म हामी बोलीको आवाजलाई रेडियोबाट प्रविधिमा रहेर साथ दिने साथै क्यामेरामा रहेर साथ दिने आदरणीय सर लोकेन्द्र चन्द्र लोकमानलाई पनि धन्यवाद दिँदै म आजको बसाइबाट तपाईहरुकै कार्यक्रम सञ्चालक अर्को बसाइमा यस्तै विभिन्न विषयमा कार्यक्रम मध्य पहाडी बहसमा फेरि पनि तपाईहरुमाझ उपस्थित हुने आशा गर्दै म कार्यक्रम सञ्चालक नवीन डीसी पनि बिदा हुन्छु। नमस्कार। सूचना मनोरञ्जनको लागि रेडियो मध्य पहाड सुन्दै गर्नुहोस्।